हेलो एभ्रिवान, आशा राख्छु तपाईहरु सबैजना सन्चै सुबिस्ते हुनुहुन्छ भनेर है। सो आज भने चाहिँ मेरो भिडियो चाहिँ बाथरुममा स्टार्ट गर्दैछु है। म बाथरुममा किन स्टार्ट गर्दैछु भनेदेखि चाहिँ नि साथीहरु, मलाई नि तपाईहरुसँग एउटा कुरा शेयर गर्नु मन पर्यो नि त हो। यो देख्नुहुँदैछ नि है मेरो हातमा बट्टा है। यसमा चाहिँ के छ भनेदेखि चाहिँ यसमा चाहिँ तपाईको नि मैले आफै घरमा बनाएको चाहिँ उयो के भन्छ ओरेन्ज पिल सुन्तलाको बोक्राको चाहिँ स्क्रब छ हो साथीहरु। यो चाहिँ मैले आफै बनाएको थिएँ नि त, राम्रो हुन्छ भनेर हैन। अन्त त्यहाँदेखि चाहिँ मैले बेसी युज त गरेको छुइनँ, 2-3 पल्ट युज गरेँ कि, तर पनि अब एकदमै राम्रो हुँदै रहेछ है। किनकि यो त हामीले आफै बनाउँदाखेरि यसमा केमिकलहरु केही मिक्स गरेको छुइनँ नि त हैन। अन्त यसलाई चाहिँ मैले बनाउँदाखेरि चाहिँ के गरेँ भनेदेखि चाहिँ फर्स्टमा चाहिँ मैले सुन्तलाको बोक्राहरू भक्कु बेला पारेँ हो साथीहरु। त्यहाँदेखि त्यसलाई चाहिँ मजाले घाममा सुकाएँ नि त। अन्त घाममा सुकाएर चाहिँ मजाले सुकिसकेपछि चाहिँ मजाले मैले चाहिँ मिक्सीमा हालेर त्यसलाई पिसेँ हैन। अन्त त्यहाँदेखि चाहिँ म चाहिँ तपाईहरुको अगाडि चाहिँ यो युज गरेर चाहिँ देखाउँदैछु है साथीहरु। अन्त तपाईहरु पनि अब सुन्तलाको सिजन आइरहेछ हैन। सुन्तलाको सिजन आएपछि चाहिँ बोक्राहरू वेस्ट नगर्नुहोस् हैन, त्यसरी घाममा मजाले सुकाउनुहोस्। अनि त्यहाँदेखि चाहिँ त्यसलाई मजाले मिक्सीमा पिसेर चाहिँ यस्तो स्क्रब बनाउन सक्नुहुन्छ आफै है। सो अहिले चाहिँ म युज गर्दैछु हैन साथीहरुलाई। यसलाई युज गर्दा चाहिँ कसरी गर्छु भने चाहिँ म पहिला चाहिँ फेसलाई मजाले वास गर्छु हो। फेसलाई मजाले वास गरिसकेँ हैन साथीहरु। त्यसको बाद चाहिँ यसको चाहिँ स्मेल पनि कस्तो मिठो हुन्छ हैन, किनकि यसमा केमिकलहरु केही छैन नि त। यो त होममेड हो है, होममेड भन्दा पनि सेल्फ मेड हो यो त हैन। म चाहिँ युज गर्दा त्यसरी गर्छु हो। मैले चाहिँ साथीहरु सुन्दाखेरि चाहिँ नि तपाईहरु चाहिँ यो डेली युज अब मजाले डेली यसलाई चाहिँ हैन हप्तामा 2-3 पल्ट मजाले स्क्रब गर्नुभयो भने चाहिँ नि त्यो उयो के भन्छ हुन्छ मेरो त अनुहारमा चाया छैन कि चायाहरु पनि जान्छ भनेको सुनेको थिएँ मैले चाहिँ हैन। अन्त यसले चाहिँ के गर्दा मलाई चाहिँ के बेनिफिट लाग्यो भने चाहिँ नि हाम्रो स्किनहरु घामले डढेको हुन्छ नि त्यो पनि छिटो जाँदो रहेछ हो। अन्त त्यहाँदेखि चाहिँ स्किनलाई पनि नि हल्का ग्लोइङ पनि गर्दो रहेछ हैन यसले। त्यसरी मजाले 10 to 15 मिनट्स चाहिँ मजाले स्क्रब गर्छु अनुहारमा हैन। त्यसरी डेली त गर्दिनँ म। लेकिन साथीहरु कम्ती लगाउँदाखेरि पनि मजाले लागिहाल्छ हो। अन्त त्यहाँदेखि चाहिँ तपाईले चाहिँ मजाले एकपल्ट बनाउनु भने चाहिँ अब तपाईले चाहिँ लिङ्कै थाम्छ हैन। अन्त कस्तो राम्रो हुन्छ यो हो। मलाई चाहिँ राम्रो लाग्यो हैन। एकपल्ट तपाईहरु पनि यसरी बनाएर ट्राई गर्न सक्नुहुन्छ हैन। किनकि अब कतिवटा स्किनलाई प्रब्लम भइरहेको हुन्छ नि त, चाया आइरहेको हुन्छ हैन, कति के भइरहेको हुन्छ नि, त्यो सबै जान्नु सक्छ है। किनकि यो त तपाईहरुले युज गर्दाखेरि डराउनु पर्दैन हैन, किनकि यसमा त केही पनि केमिकल छैन। यो त खाली सुन्तलाको बोक्रालाई चाहिँ सुकाएर पिसेको मात्रै हो हैन। मैले चाहिँ 4-5 पल्ट युज गरेँ नि त, अन्त मलाई राम्रो लाग्यो हैन। त्यही भएर चाहिँ मैले तपाईहरुसँग पनि शेयर गरेको साथीहरु। अब चाहिँ मैले यो 10 मिनट्स राखिसकेँ। अब चाहिँ म वास गर्छु हो। हेर्न सक्नुहुन्छ तपाईले हैन, मैले वास गरिसकेको छु। सो एकपल्ट तपाईले पनि ट्राई गर्नुहोस् बनाएर। थ्यांक यू फर वाचिङ।